आमा कसको आमा मेरो घर यही हो म यही बस्छु त्यसो नभन भाइ आमा आखिर आमै हुन् मलाई के थाहा छैन म जान्न लक्ष्मण तैँले यो घर छोडेर जानै पर्छ म जान्न सुन्नुभयो तपाईँले म जान्न लक्ष्मण जान्न भनेपछि कोही माछाले अर्का घरमा आएर किन टिभी हेर्छस् जान्न म जान्न ओए जा म जान्न जा भनेको सुन्नुहोस् किन अर्का आएर टिभी हेर्छ जा भनेको आफ्नो बाबा भनेर किन्न सक्दैनस् एउटा टिभी आमा अहिले नटिभी जा भनेको जा अर्का आएर टिभी किन हेरेछस् एकैछिन हेर्छु के को एकैछिन हेर्छु तेरो बाबालाई भन्नु सक्दैनस् टिभी किनिदियो भन्न मेरो दाइले सम्झाइदैन अन्त हेर्नु हुन्छ तानकन माया जा भनेको एकैछिन फिल्म चक्का हामीले नयाँ किनेको माछा पैसा उठाएको छ जा कतै तेरो गुवार कोठालाई कथा जस्तो नहोस् नि सधैँ बागायो भनेर गाउँलेलाई झुक्याउने अनि साँच्चै बागाएर गुवार माग्दा कोही नआउने होलान् साँच्ची नै तपाईँले भन्नुभएको जस्तो गोठालोको कथा जस्तै भयो काका गुहार माग्दाखेरि पनि कसैले मद्दत गरेन म जान्न चाहन्न काका के भनिस् अहिले किन त जान्नुहोस् म जान्न म अभि सन्दीप हेर त झ्यालबाट हेर्दो रहेछ झ्याल बन्द गरिदेऊ न सधैँभरि मेरो टाउको पोस्ट भएर किन बस्छस् त त मासले त आएर त झ्याल लगाइदिए मुला मारिदिनुहोस् मलाई तर म तपाईँलाई छोडेर जान सक्दिनँ दाइ म छोडेर जान सक्दिनँ